हेलो गाइज जापानिज भदिनीसँग आज यता फर्कन नुवाकोट घुम्न आएको यिनी शर्मासँगै यो भदिनी जापानबाट आएको केबल कार जापानमा चढिसकेको भन्छ के खोइ अब त्यो भएर यहाँ हिँडेर ल्याएको छु अहिले मैले हाम्रो भदिनी है उता उता फर्केको ल ल ल ल त्यो पैसामा मोटरसाइकल जान्दैछ है पाट्यो त्यताबाट यसरी त्यहाँबाट यसरी मोटरसाइकल आउनु रहेछ तर हामी यताबाट चढियो के हिँड्न सकेन स्वस्तिका हिँड्न नसकेको ल आऊ आऊ बुद्धको मूर्तिहरू ल गाइस नुवाकोटमा है हामी टक्क के खाने है गाइस ल जापानको लाउरिनले के खान्छ जापान उता बुटलो आज त नयाँ मान्छेहरूले भात पकाएको छ यहाँ है छोरीहरू ससुरालीमा स्वस्तिकाले भाँडा मोलेको हेर्दै ल त्यो मोटो मान्छेले भाँडा मोलेछ हाम्रो छोरी के अरे के यो जसो रे नाम आशिका योजमेतम है हाम्रो छोरी हाम्रो छोरी यहाँ भात पकाउन आउनुपर्छ आज यहाँ ल्याएर है हाम्रो भदिनीले मेरो भदिनीले कस्तो क्या सही भाँडा मारेछ होइन एकदम होइन हेर त हो हेर यता हेर त अनुहार है ल ल ठिक छ अब नानी बाबु छोरीहरू होस् यस्तै काम गर्नुपर्छ क्या है ल यहाँ हाम्रो नयाँ नयाँ पाहुनाहरू आउनुभएको छ है यहाँलाई त चिन्नु होला कि पक्कै नै अब हाम्रो नयाँ नयाँ हाम्रो एकजना भरतपुरको बहिनी होइन एकजना पोखराको हो है पोखराको जे होस् अब रमाइलो छ आज अब यो त भइहाल्यो अब ल भात खाने है ल यहीँ बस्यो मलाई पनि यता ल्याऊ वेलकम छ नि हाम्रो नानी बाबु है म पनि उतै खान्छु है ससुरालीमा आज रमाइलो छ है भात खाने ल भात खाम ल भात खानु भात ल बहिनीहरू पोखरा गयो ल ल मासु खाऊ बाबु